हाम्रो पैरतालको एकदम रमणीय ठाउँ हो यो। यहाँ मान्छेहरू आउने, टाढाबाट बस्ने, खाने, घुम्ने धेरै धेरै हुन्छ हैन। यो पैरताल हो सुदूरपश्चिमको, अब यो पश्चिम साइडतिर पर्ने एकदम लास्ट टाइममा हैन, इन्डिया र नेपालको बोर्डर हो यो है। यहाँ बसेर खाने मान्छे त्यहाँ एकदम हेर्नु, त्यहाँ टोइलेट पनि बनाएको छ, कसैलाई पिसाब लाग्यो, टोइलेट लाग्यो भने त्यहाँ पनि छ। अनि यहाँ मजाले बस्ने, रमाइलो गर्ने यो अब एउटा भवन छ। अनि यो भवन चाहिँ अब खै कस्तो के को लागि, के पर्पजको लागि बन्यो त्यो त थाहा भएन। तर यहाँभित्र चाहिँ बस्ने, एकदम भाषण उसन गर्ने, बस्ने त्यस्तै त्यस्तै खाले हो। अनि यहाँ घुम्ने ठाउँ एकदम रमाइलो ठाउँ छ। ल साथीहरू, हामी त अब घुम्ने नै हो यस्तै हैन। मान्छे टाढाबाट आउँछन् यार। हाम्रो अब यो नजिकको अब एउटै गाउँको यस्तो राम्रो रमणीय ठाउँ हुँदा हुँदा पनि अब यसरी घुम्न पाउन सकिन्न भने अब के फाइदा भयो त यार। गाउँको मान्छे भएर दामी छ, एकदम राम्रो छ, रमाइलो छ एकदम। कसैले केही पनि त्यस्तो डर मान्नुपर्ने छैन क्या। उतापट्टि यो भारत पर्छ है। अहिलेको टाइममा यो नदी छ नि, यो नदी चाहिँ अब इन्डियाले मेरो भन्छ आधा। अब के गर्ने, अब नेताहरू यस्तै भयो भने त्यस्तै त हो। पहिला त भित्रसम्म नेपाल थियो, त्यही पनि अब हामी अब गरिब दुखी नेपाली हो, जनता हो, अब यहीँको बासिन्दा हो। खुसी छौँ जे जस्तो छ ठिक छ। अब एकदम रमणीय ठाउँ हो यो, आउन सक्नुहुन्छ। म अगाडि दृश्य तपाईँलाई देखाउँछु है, अगाडिको भिडियो हेर्नुहोस्। कति मान्छेहरूको भिडभाड देखिन सक्नुहुन्छ। यो पैरताल हो, हेर्नु यस्तो यस्तो मूर्तिहरू छ, यस्तो यस्तो मान्छेहरूको भिड छ। कस्तो कस्तो दामी दामी ठाउँ छ। अब बस मान्छेहरू नआए हुनाले, कम आए हुनाले अब यस्तै छ। आउनु होला सबैजना, टाढाबाट आउनु होला। सुदूरपश्चिमको पश्चिम साइडमा पर्ने लास्ट इन्डियाको बोर्डर हैन। यो बिसपट्टा भन्ने गाउँमा चाहिँ यो यस्तो यस्तो रमाइलो ठाउँ छ। मेरो गाउँ नै हो यो, दामी दामी ठाउँ छ, हेर्न सक्नुहुन्छ। कति मान्छेहरूको भिड छ हेर्नुहोस्। दामी दामी ठाउँ छ। यो पब्लिक टोइलेट हो, हेर्न सक्नुहुन्छ। यस्तो अवस्था छ। यो पिकनिक स्पट हो, यस्तो अवस्था हो। यहाँ पसलहरू, होटलहरू त्यहाँ छन्, कटेजहरू त्यता छन्।
सुदूरपश्चिमको नघुमी नहुने ठाउँ हो। हेर्न सक्नुहुन्छ यहाँ माछाहरू धेरै पाउँछन् यहाँ हैन। कुर्सा प्लिज नाम भनिदिउँ न। कुर्साहरूको के गरे कुर्सा नाला कुर्सा यहाँ होइन, कुर्सा नाला अलगै छ। यसमा यो चाहिँ पर्तालमा यो रौहरू पाउँछ। धेरै किसिमका माछाहरू होइन, माछाहरू पनि पाइन्छ। सो सबैले लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला। हाम्रो दाइले सपोर्ट गरिदिनु होला। सबैलाई मनदेखि नै माया छ हैन। अरू त्यही नै हो, अरू के भन्ने। आज चाहिँ भाइटिका सो भाइटिकामा घुम्न आइरहेको होइन। सो त्यही भएर अब ब्लग्स बनाएर आयो। अनि दाइले पनि राम्रो राम्रो ब्लगहरू गराउनुहुन्छ। यति हो कि हजुरले राम्रो राम्रो सुझावहरू दिनु। यति नराम्रो लाग्छ भनेपछि यो नराम्रो भयो, त्योभन्दा अलि राम्रो बनाउनु भनेर सुझाव दिनु होला। दाइले पनि नराम्रो छोडेर राम्रो राम्रोहरू बनाउनुहुन्छ। सपोर्ट दिनु होला, माया दिनु होला, त्योभन्दा अरू होइन। थ्याङ्क यू है। ल आज भाइटिकाको दिन हो। अनि आज भाइटिकाको दिन ल यसो घुम्नुपर्छ होइन। ल यतातिर हामीले घुमिसक्यौँ। ल केटाहरू हामी जाउँ, उतैसम्म जाउँ क्या। सो गाइज राम्रो राम्रोहरू हामीहरू तपाईँहरूलाई होइन राम्रो राम्रोहरू लोकेसनहरू राम्रो राम्रो ठाउँहरू देखाउन कोसिस गर्नेछौँ। सकेसम्म देखाउनेछौँ। अब जहाँसम्म हुन्छ हामी कोसिस गर्छौँ, देखाउँछौँ। तपाईँहरूले राम्रो भयो नि नराम्रो भयो नि माया दिनु होला होइन है। त्योभन्दा अरू भन्न के सक्नुहुन्छ। तपाईँको ब्लग के गर्दै यस्तो राम्रो घुम्ने ठाउँ छ, बस्ने ठाउँ छ होइन। ब्लग के गरे पदम सुनार ब्लगमा सबैले सपोर्ट र माया दिनु होला के। यदि तपाईँहरूले सपोर्ट राम्रो दिनुहुन्छ भनेपछि दाइले अझै सकेसम्म अझै राम्रो ब्लग दिन सक्नुहुन्छ क्या तपाईँहरूलाई। बस यति हो कि दुनियाँले सबै पब्लिकहरूले माया दिनु पर्यो क्या। माया सबैको हुन्छ भनेपछि दाइले राम्रो राम्रो ब्लगहरू दिन सक्नुहुन्छ क्या। त्यति हो, माया दिनुहोस् राम्रो।